हो यस्तो यो। हेलो सम्पूर्ण सबैमा नमस्कार। म विकास थापा। सम्पूर्ण गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरू, भारतको बेङ्गलोरमा बसोबास गर्नेहरू, अहिले वर्तमान चलिरहेको गत 14 मार्चको दिन होलीको दिन जुन घटना भएको थियो त्यो घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा निकै भिडियोहरू भाइरल भइरहेको छ। विभिन्न प्रकारको प्रतिक्रियाहरू सुन्नु पाइरहेका छन्। बेङ्गलोरमा गोर्खाहरूलाई खेदाइरहेको छ भन्ने प्रतिक्रियाहरू पाइरहेको छु। त्यस विषयमा मैले केही मेरो मित्र साथीहरू र सम्पूर्णसँग मैले कुरा गर्ने प्रयास गरेँ। त्यो कुरामा विभिन्नजनाको विभिन्न तरिकाको प्रतिक्रियाहरू पाएँ। सत्य कुरा के हो मलाई थाहा छैन। त्यसैले मैले धेरै साथीहरू मित्रहरूसँग कन्ट्याक्ट गर्ने प्रयास गरेँ, उहाँहरूसँग जोगाजोग गर्ने प्रयास गरेँ। उहाँहरूले सिधै बताउनु भएछ, कसैले हो भन्नुभएको छ, कसैले त्यस्तो खास चाहिँ हेम्बर चाहिँ परेको छैन हाम्रोतिर चाहिँ भन्नुहुन्छ। किनभने बेङ्गलोर धेरै ठुलो सहर हो, विभिन्न सहरको विभिन्न सिटीहरूमा त्यस्तो खालको घटनाहरू भइरहेको छ। ल यदि त्यस्तो घटना भइरहेको छ भने तपाईँहरू त्यस्तो केही भइरहेछ भने कमेन्ट बक्समा कमेन्ट गरेर जनाउनु नबिर्सिनु होला।